नमस्ते साथीहरू, के छ? आज सन्चै आराममा हुनुहुन्छ र भिडियो हेर्दै हुनुहुन्छ भनेपछि तपाईँले एउटा चाहिँ विशेष कुराहरूको अब म दैनिक रूपले अथवा चाहिँ साप्ताहिक रूपले एउटा कार्यक्रम जस्तो अथवा चाहिँ एउटा टेक्नोलोजी सम्बन्धीको कुराहरू, ज्ञानका कुराहरू खास गरी नयाँ कन्टेन्ट क्रिएटरहरूको लागि लिएर आउँदैछु। तपाईँहरू चाहिँ मेरो यदि च्यानलमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला र एउटा मिठो कमेन्ट लाइक गरेर जानु होला, ताकि मैले चाहिँ बनाएको भिडियोहरू तपाईहरुलाई अहिलेसम्म कस्तो लाग्यो। अब युट्युबमा त मेरो फर्स्ट भिडियो हुन सक्छ, तर फेसबुकको लागि चाहिँ मैले लगभग 100औं भिडियो बनाएँ, तर 100औं भिडियो बनाएको कुनै अर्थ रहेन र म अब निरन्तर साप्ताहिक रूपले हुन सक्छ अथवा चाहिँ हप्तामा 2 दिन भिडियो हुन सक्छ, तर अब चाहिँ मैले मेन फोकस भनेको युट्युबलाई दिनेवाला छु। फेसबुकमा धेरै भिडियोहरू बनाइयो तर कुनै पनि त्यसको परिणाम निस्किन सकेन, त्यसैले गर्दा अब चाहिँ युट्युबमा निरन्तर दिने भन्ने कुरा छ। म निरन्तर दिने पनि छु, त्यसैले मेरो च्यानललाई सब्सक्राइब चाहिँ गर्नु होला। भिडियो लामो हुन सक्छ, आज फर्स्ट दिन हो र कस्तो भइरहेको छ भिडियो सम्बन्धी त्यो पनि तपाईहरुले कमेन्ट बक्समा राख्नु होला। म चाहिँ यो लाइनमा फिट हुन्छु या हुँदैन त्यो पनि कुरा गर्नु पर्यो नि। तपाईहरुले जस्तै कुनै ठाउँमा कसैसँग भेट भयो भने यो मान्छे कस्तो छ के छ भनेर मूल्याङ्कन गर्नुहुन्छ मनमा, अथवा चाहिँ उसलाई चाहिँ अथवा चाहिँ अर्को साथीलाई त भन्नुहुन्छ। त्यस्तै चाहिँ मलाई चाहिँ एउटा चाहिँ मिठो मेरो बारेमा कमेन्ट पनि गर्नु होला। यो लाइन क्षेत्रमा मेरो लागि ठिक थियो, ठिक थिएन। फेसबुकमा मैले नगरे हैन 10,000 फलोअर पुऱ्याएको छु, एउटा पेजमा चाहिँ 9,000 पुऱ्याइसकेको छु र त्यहाँबाट पनि मैले फेसबुक त मैले मोनेटाइजेसन गरिसकेको छु। तर एउटा समस्या के, फेसबुकको उल्झाउने बानी, जालो लगाउने, मान्छेलाई उल्झाएर राख्ने, खास गरी हामी नयाँ कन्टेन्ट क्रिएटरहरूलाई। पुरानोको लागि त बेस्ट होला, उहाँहरूले कमाउनु पनि भएको छ होला, कतिले सो गर्नुहुन्छ, कतिले गर्नुहुन्न, कतिले चाहिँ अब हुनुभन्दा पनि बढी सो गर्नु भएको छ। तर हामी चाहिँ अब उता फेसबुकतिर पनि लागिराखौँ, यता पनि लागौँ। तर मेरो कुरा गर्दाखेरि मेरो चाहिँ अहिले चाहिँ फेसबुकमा लगभग राम्रै भएको छ र साथसाथै अब युट्युबतिर पनि लागौँ। युट्युब पनि जसरी हिजोको दिनमा फेसबुकमा एउटा 400 जना थिए, मैले जब काम सुरुवात गरेको थिएँ 400 जना फलोवर थिए, अनि म निरन्तर अगाडि बढ्दै गएँ, आज 10,000 पुगे। यसै गरी नै हामी युट्युबमा पनि यसै गरी नै काम गर्दै गयौँ भने चाहिँ अवश्य पनि हामीलाई कसैले मन नपराउने पनि हुन सक्छ, कसैले मन पराउने पनि हुन सक्छ। अब हामी निरन्तर यतातिर लाग्नेछौँ र तपाईहरुको आशा छ तपाईहरुले पक्कै पनि सपोर्ट गर्नुहुन्छ। जस्तो लाग्छ त्यो भन्न चाहिँ नहिचकिचाउनु होला है। जस्तो भयो भने एउटा चाहिँ मिठो कमेन्ट चाहिँ गरेर अवश्य पनि जानु होला। जसले पनि हेर्नु भएको छ यो भिडियो उहाँहरूले एउटा चाहिँ लाइक कमेन्ट अवश्य गर्नु होला। र अब चिन्जान गर्दाखेरि म चाहिँ कर्णाली प्रदेशको हो। अब नाम त मेरो जो युट्युबमा छ त्यही नै हो। तर अब आज अरू कुरा खासै केही नगरेर खासमा सोशल मिडियाको कुरा गरौँ। अब युट्युब बेस्ट कि, अब तपाईको टिकटक बेस्ट कि, अथवा चाहिँ तपाईको फेसबुक बेस्ट कि हैन, इन्स्टाग्राम बेस्ट कि, यिनीका आफ्ना एउटा चाहिँ त्यसलाई के भन्छ है त्यो ठाउँ छ। तर मैले चाहिँ अब दुवै क्षेत्रमा, म टिकटकमा त त्यति सक्रिय छैन, तर युट्युबमा सर्ट भिडियोहरू लगभग 2 दिनमा 1 दिनमा अथवा दिनमा 2टा यसरी पनि हाल्दै गरेको छु। तर खास अब फोकस भनेको मेरो अब चाहिँ युट्युबमा हुनेछ। युट्युबबाट यदि हामी सक्रिय रूपमा अगाडि बढ्दै गयौँ भने हाम्रो चाहिँ हुनसक्छ भविष्यमा तपाईहरुको साथ माया पाइयो भने चाहिँ अझै पनि हुन सक्छ। बाँकी कुरा अब यिनमा फेसबुकको नयाँ कन्टेन्ट क्रिएटरहरूलाई बहुतै उल्झाउने जालजाल के। अब हेरौँ युट्युबमा के कस्तो उल्झन ल्याउँछ, तर फेसबुकको जस्तो युट्युबमा चाहिँ उल्झाउने सिस्टम छैन होला मलाई जहाँसम्म लाग्छ। युट्युबले केही नभएको पनि अर्निङको हिसाबले पनि राम्रै अर्निङ दिँदो रहेछ युट्युबले है। अब फेसबुकले तपाईको यति उल्झनमा पार्ने कि हामी नयाँ कन्टेन्ट क्रिएटरहरूलाई त विकली च्यालेन्ज भनेको छ, कहिले यतिवटा कमेन्टको रिप्लाई गर भनेको छ, कहिले तपाईको चाहिँ
यति फलोवरले भनेको छ, कहिले यति चाहिँ भ्युजले भनेको छ, कहिले यतिवटा रिल हाल भनेको छ, कहिले के कहिले स्टोरी, कहिले अनेक फोटोहरू हाल, यो कर त्यो कर भनेर दिमाग खाने कि हामी जस्तो नयाँ कन्टेन्ट क्रिएटरहरूलाई। अब ठुला क्रिएटरहरूलाई के छ त्यो विषयमा पनि मलाई थाहा छैन, र जसले पनि यो भिडियो, ठुला कन्टेन्ट क्रिएटरहरूले जसले पनि यो भिडियो हेर्नु भएको छ तपाईँहरूले चाहिँ भन्नु होला। तर हामी जुन साना कन्टेन्ट क्रिएटरहरूलाई छ बहुतै गाह्रो छ यो लाइनमा छेड्न। एउटा सिडी मैले पार गरिसकेको छु, थुप्रै सिडीहरू छन् त्यहाँ, तर त्यो थुप्रै सिडीहरू पार गर्नको लागि धेरै सङ्घर्ष, धेरै मेहनत गर्नुपर्ने छ। त्यसैले गर्दा तपाईँहरूको माया आशा छ कि अबदेखि निरन्तर हामी यसमा लाग्नेछौँ। आजको बसाइमा इन्ट्रोडक्सनै मात्रै जस्तो पनि भयो, अब म निरन्तर लाग्नेछु भन्ने एउटा चाहिँ कुरा पनि भयो। बाँकी मेरो बोल्ने शैली यही हो। अब कस्तो लाग्छ के लाग्छ साथीहरू कमेन्ट चाहिँ अवश्य गर्नु होला। म योमा चाहिँ आउँदा ठिक हुन्छ या हुँदैन, कस्ता खालका कुराहरू ल्याउँदा ठिक होला नहोला, एउटा चाहिँ मिठो कमेन्ट चाहिँ अवश्य छोड्नु होला। जय नेपाल।